हामी हेर्न सक्छौँ। यहाँनिर सरकारी गाडी जलिरहेको हामी हेर्न सक्छौँ। ओ माई गॉड, के भयो? यहाँबाट नारा लगाइरहेका छन्, त्यो हामी देख्न सक्छौँ। ओ माई गॉड, अटोमेटिक हर्न बजिरहेको छ यसको। ड्राइभर त छैन, कतै निकालो। हुन त ध्वस्त भइसक्यो होला। एकदम उग्र रूप लिएको छ आजको आन्दोलनले। त्यो गाडी यसरी जलाएको छ, हेर्न सक्छौँ साथीहरू हामी। ओ माई गॉड, नेपालमा त्यस्तो जनआन्दोलन होला भन्ने सोचिरहेको छु मैले। यहाँनिर प्रहरीहरू त्यहाँसम्म पुगिसकेका छन्। यो पड्किन सक्छ है, नजिक नजाऊ। नजिक नजानु। यहाँनिर हेर्न सक्छु दर्शकबिनहरू आजको। ओ माई गॉड, नजिक नजाऊ। नजिक नजाऊ। गाडी नै चलाइदिइसकेका छन्। गाडी चलायो। 2-3 जना मान्छेहरू मरिसकेको भन्ने पनि हामीले खबर सुनेको छु। एकजना त मरेको मैले आँखाले देखेको छु। यहाँ पनि छन्। एकदमै आन्दोलन चर्किरहेको छ दर्शकबिनहरू। नेपालमा त्यत्रो जनआन्दोलन हुने सम्भावना देखिरहेका छौँ। यहाँ मात्र होइन, तीनकुनेमा पनि यस्तै छ, महादेव स्थानमा पनि यस्तै छ, हरेक ठाउँमा यस्तै छ। यहाँ गाग्री लडाइरहेका छन्, हामी देख्न सक्छौँ। यो माधव नेपालको गाडी हो भन्ने खबर पाएका छु, तर हुन पनि सक्छ नहुन पनि सक्छ। आग लागेको गाडीमा ढुङ्गा प्रहार हुँदैछ फेरि। कुन बस आयो फेरि? अनि तलबाट त आउँछ। आमामा मेधा लागिसक्यो। अहिलेसम्म हर्न रोकिएको छैन। ओ अगाडि नआइज। यो गाग्री ओह्रालोतिर लागिसकेको छ। यो बालकुमारी नजिकै रहेको पुलको अगाडिपट्टि यो गाडी हेर्न सक्छौँ हामी।